हेर फाइनली आज चाहिँ होइन माघीको 29 गते होइन माघी संक्रान्ति मनाइरहेको छु चिकन फ्राई भइरहेको छ गाइस हो रमाइलो ल अभिषेक कस्तो लागिरहेछ ल दिपक कस्तो कस्तो बवाल छ माघे सब डरो रमाइलो भइरहेछ गाइस यो के रमाइलो माघे सबसे आज चाहिँ हाम्रो होइन माघी संक्रान्ति मनाइरहेको छु होइन हामी 10 वर्षका सब केटाहरू होइन चट्टो रमाइलो गरिरहेको छु मा खल्लामा आएर होइन सुकुवा बनाएर राखेको थियो होइन हामीले अगाडि बवाल छ यहाँ रक सान्दिनी हो के गाइस यस्तो पारामा हैन गुङ्गुरको सुकुटी हान्दिनी हो एउटा खोल ए रामै ए रोक एक चिसो खाने बेला खाउँला रोक न मान्दो तु रोक यो चाहिँ चिसो पनि खोलिरहेको छ हैन केटा आराम खाऊ खुर्सानी खाऊ एउटा चिसो ल्या त लास्ट मलाई दियो है चिसो लास्ट इग्नोर केटा चिसो खाऊ त केटा चिसो खाऊ न पार्टी भइरहेछ हैन ठिक छ नि मजासे गयो खायो हैन हामीले अहिले बसेर खाने हो यो चाहिँ अब मस्तले वरिपरि एकदम बबाल यो म्यास यो गाने यार यो म्या डाङ्गे मामे बाबा यसो मट्टे भोकडे एकछु म गाइस हामी चाहिँ खाने तयारी गरिरहेको छौँ हैन हति नुन खुर्सानी हल्का उता सरन त यो झाड छ है यो हो साइडमा हरियो खुर्सानी हैन हरियो खुर्सानी के मलाई यो पनि पोल अनि यहाँ मिसाएर मसले हाल हरियो खुर्सानी यो पनि हाल्दै है ल जिरा ए 2.5 किलो यार न यार क्यामेरामा या एक त्यो धाने सम्झा त यसमा यसलाई यो खिलाइदिने पछि म यो निकालेर ल ए खाइको माटा धेरै खाए मलाई यो पनि खोजिरहेछ मा ठुलै खाकमा हैन खुर्सानी खाऊ त्यहाँ मासु खाने कुरा नगर्नु मलाई नदेगा मा ए लुकेर खाला भने एक गाल निकै दनका भाइ तर पछि राइट छोरो ल भइ मुद्रा राख ल ए अब एक राउन्ड रोक मेरो आमा कुरा गर्ने अब कुरा गर्ने तर मा यो म भन्दिस के भइराख्यो खानै लागि मात्रै भइराख्यो के गफ गर्नु अलि मुजी रमाइलो हुन्छ अब चाहिँ ल सुन म कुरा निकाल्छु अगाडि रोक एकछिन त बन्द गर नै उस्तै कुरा गर अब पोजिटिभ कुरा त्यो आफ्नो थोपडा नदेखा मेरो मलाई देखा अब म खाने हैन हेक मा साला हेर्दै यति धेरै खाइदियो तर मजाक भने मुजी ओभर मजाक हुन्छ भइको खाएन खाएले भइको हो किन अन्त खायो त खायो डाङ्गेले पनि खायो त्यो भइ राख्दै गल्ती भइगयो यार खायाले त खायाले त के गर्नु यार मेरो पालो आएन पालो आएर ए रोक्न होटेमा आएर चुत पालो आयो ए अभिषेकले राख्दै भइ एकडा म मा कसम म रिस नलगा यो ए खाल लाग्यो त्यो मलाई हुन्छ त्यो अभिषेकलाई राख्यो ल मेरो पालो आछ नि तुम नै रोक अभिषेकलाई आउँदै त्यो हग्दो लाग्छ अरे त अलि भन्यो त्यसले ए म हग्ला छु है भन्यो कस्तो ल छाड्दै अहिले एकछिन रोक अहिले गफान न आएर चुत ल गफानु घाटीमा अर्कै भइछ के बात सुन कट गर भित्र सुतेकी बना न यहाँ फोन नबोल न यो चटनी हो यो चटनी हो भइको नि चटनी खाछ उले हरिसले बिल्ला लागिरा ए मुजी एरन्डीका छोरा त नगर्न ए बारी राखेर मा त छु ढाकिला मुजी म पछि मेरो पारा तातिएपछि मुजी ए सबै खाइदिनु आदर सुतहरु ए भाइ नगरे 10 किलो मासु ल्याऊ एरन्डीको छोरा चुप अमन त्यो भिडियो बनाएको छैन हेर उया नदी जामा आदर छु मासुको हात नहाल हातले हाल्ने। आदर सुत मासु तोइ बना यार छोड सुन्न मामे एउटा मैले भने नि डाङ्गे तँलाई 10 किलो मासु ल्याऊ भनेर पुग्दैन भने हैन छोड ए तबन टुक्रा बना न तबन टुक्रा बना नबना न मुझे मजा आउन ए फोन नबोल न चटनी चटनी राम्रो उ मात्र लाग्छ मजा आउन के यस्तरी यार मजा आउँछ नि अघि छोड्दैन चुप्लाक भन्दा छु त गाने धने ए धने भाइ एकैचोटी के यार खान्दै छोड्दै ए मामे एकैछिन के उलाई पनि दितले म उले दियो त यसले ढेल पनि दुई नै म त अघि हात दुई नै भन्दा त्यो ढेल पनि दुई नै यसले अघि आयो हैन हात दुई नै सोध्द लाग्यो ढेलै न दुई तर मुजी यो अलि यसले यस्तो नि भिडियो बनाएर रोक खान मिल्ने तिमी खा उले धेरै खायो यो सत्य हो यसले धेरै खायो उ सत्य भिडियो बना फोन नबोल्न भने
तिम्रो अहिलेसम्म खाना छु मैले नानो समाज देखेँ यार ले हो मजा नानो मलाई मैले नानो समाज देखेँ यार अहिलेसम्म खाना छु हातमा हेर्दै यति एक हातमा हेऱ्यो एक हातमा तेरो हातमा अनि एउटा समाज दिएन मलाई तने अन्त ला तानेर हाल्दे रन्दैन खाइ छाम्ने चाहिँ होइन चट्टोले खाइसक्यो होइन अब चाहिँ हामी गफ गर्दै हाँसिरहेको छ केटा लक्ख भिडिया छैन प्याने चाहिँ होइन आफ्नै हाँसिरहेको छ हेर्दा हेर्दा यो फटा गाने चोर गधा आतंककारी हेर्दा कोही केटीको फोटा जुम गरी हेर्दा छ फटा साला जुम गरी हेर्दा छ यो यो यहाँ देखा भने मलाई यो आइज त्यसो बनाउने भिडियो त्यसो नै भने भ्लगमा हाल्छु के तपाईँ बिली तपाईँ भइले सिलियो बिली अरे तपाईँ नलाउने मोबाइल मेरो काट्छ जाडवाला एक नम्बर दारुवाला दारुको तालै ढले ढले हत्तेरी गासाइली रे भाइ आमालाई पल्ला रे साइलोले हत्तेरीका साइली रे हत्तेरीका साइली गाइजहरु रमाइलो गरेको छ डरो रमाइलो भइरा छ मायालाई पानको पात मायालाई पानको पात डरो रमाइलो भइरा छ यो अन्त रमाइलो भनेको त मायाको पात मायालाई पानको पात उता गएर बनाना मुजी यो मलाई ढड्डुके मेरी ए बोल्लेलाई मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रताहरू सम्बन्ध भन्न माथि हामी सहर घुम्न जान्थ्यौँ राति भागी घरमा आमा बुबालाई ढाकी नर मान्न तयार एकअर्काको लागि बस्थ्यौँ स्कुल पढ्दा हामी डुबै नजाने एउटा बिरामी तर म त तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले यसरी नै लागु पदार्थमा डुब्दै गयो गलती नै खराब परिणामको शिकार भयो कतिलाई कुट्यौँ लुट्यौँ कतिलाई ठग्यौँ घरमा आफ्नै आमा बुबासँग झर्क्यौँ आफैमा लड्यो तर खाना छोडेनौँ बिस्तारै हामी एकअर्कासँग बोलेनौँ सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा उभिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाचा गरेँ बाहिर ननिस्की कोठाभित्र सुतेर बसेँ बिस्तारै म पढाइतिर अघि बढेँ सुन्दै गर्थे ऊ अझ एक्लै छ भने एक दिन अचानक उसको भाइ मसँग रुन लाग्यो मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो ऊ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिए थोरो सङ्ख्या छ तर म त तेरो सम्झना आयो मनमा छ सायद धेरै दुःख दिए आज भोगिरहेको छु कसले टिप्यो कुन्नी मैले गोडिरहेको छु राति सुत्न गाह्रो सुते उठ्न गाह्रो तिम्रो यादहरूबाट छैन मुक्त भएको मलाई नसोध्नु है तिमी मैले बुझ पचाएको तर तिम्रो माया छैन अझै बुझ्न पाएको लगेको छु डुब्न लागेको बयान दिँदै छोरो मेरो दुष्टताको म खाली खुट्टा पनि तिमीसँग हिँड्न खोजे तर तिमीलाई मान्छे चाहिएको रहेछ जुत्ता लाको सुन अन्तिम पत्र त्यस्तो भुल गर्दिन म मेरो अङ्गालोमा आउँदा तिमीलाई रुन कति पर्छ सायद भाग्यमानी लेख्नु पर्थ्यो हाम्रो नामको जोडी आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म सुन अन्तिम पत्र त्यस्तो भुल गर्दिन म मेरो अङ्गालोमा आउँदा तिमीलाई रुन कति पर्छ सायद भाग्यमानी लेख्नु पर्थ्यो हाम्रो नामको जोडी आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म भन तिम्रो मनले यसको असर कति चिन्यो माया बग्न खोज्यो त्यसैले पनि थियो सुन्दर तिमी पनि थियो सुन्दर सहर पनि थियो संसारले प्रेमको बहुमतलाई बदर गरिदियो